यस्तो बिहानै अँधेरोमा चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ आज हाम्रो युथको चाहिँ ट्रिप थियो टु कालिम्पोङ होइन। नमस्ते सबैजनालाई फेरि पनि मेरो फेसबुक पेजमा स्वागत गर्छु। अनि आज चाहिँ हामी सेन्ट मेरिसको युथहरूसँग फादरहरूसँग गुरुबाबुहरूसँग चाहिँ कहाँ गएको भन्दाखेरि चाहिँ कालिम्पोङ फर्स्टमा चाहिँ हामी सुरुक जाने थियौँ, त्यहाँदेखि चाहिँ तन्याङ, अनि यहाँ साथीहरू सबैजना भेला भइसकेको छौँ। अनि फर्स्टमा चाहिँ सुरुक जाँदाखेरि चाहिँ हामीले बाटो बिर्सेर चाहिँ हामी चाहिँ गलत बाटो गइपठाएछौँ। अनि त्यही भएर चाहिँ हामी फेरि रिटर्न आउँदैछौँ बातहरू मार्दै यता बाटो सोध्दै। बाटो एकदमै हामी चाहिँ अर्को गलत बाटो चाहिँ यस्तो टाढो पुगेको थिएछौँ नि साथीहरू। हामी फेरि फर्केर चाहिँ सुरुकतर्फ लाग्यौँ है साथीहरू। त्यहाँदेखि यहाँ बल्ल तल्ल सुरुकको चर्च आइपुग्यौँ हामी। त्यहाँदेखि हेर्नु जाँदैछौँ हामी चाहिँ यो चर्च चाहिँ यस्तो मजाले स्याहारेको रहेछ, फुलहरूले गर्दाखेरि अझै राम्रो देख्दो रहेछ साथीहरू। बाहिरपट्टि चाहिँ यस्तो रहेछ होइन, मदर मेरीको ग्रोटो, त्यहाँदेखि यता चाहिँ चर्चभित्र चाहिँ यस्तो रहेछ साथीहरू। अनि आज चाहिँ चर्चमा बिहा पनि भएको कारणले गर्दा चाहिँ यस्तो डेकोरेसन भइरहेको थियो। त्यहाँदेखि यो चाहिँ बाहिरपट्टि चर्चको बाहिरपट्टि हो। त्यहाँदेखि चाहिँ अब हामी सुरुक घुमिसकेको बाद चाहिँ सुरुकमै हामीले खाजासाजा खाएर चाहिँ अब हामी निक्लिनु पर्थ्यो तन्याङको लागि। सो साथीहरू फेरि पनि गाडीमा बसेर तन्याङको लागि निक्ल्यौँ हामी। अनि तन्याङ पुग्नु साथ हामी रोजरी गार्डनको लागि उकालो जाँदैछौँ सबैजना। त्यहाँनिर चाहिँ नयाँ रोजरी गार्डन बनिएको हुनार्थ हाम्रो मिसा पनि त्यहीँ लागेको थियो अनि रोजरी पनि त्यहीँ गर्ने भएको थियौँ र चाहिँ हामी रोजरी गार्डन जाँदैछौँ साथीहरू। देख्न सक्नुहुन्छ मैले रोजरी गार्डनको पनि भिडियो बनाएको छु। अनि यहाँ चाहिँ यस्तो मजाले बनाएको रहेछ साथीहरू, कस्तो मजाले यहाँनिर बनाउनु भएको रहेछ होइन। त्यहाँदेखि यो चाहिँ तन्याङमा हो। अनि हामी सबैजना यहाँनिर अब चाहिँ मिसाको लागि रेडी हुँदैछ। अन्त यहाँनिर मिसा लाग्दैछ हाम्रो चाहिँ यहाँनिर फादर अल्फन्स र फादर स्विट हाम्रै प्यारिसको पल्ली पिता सहपल्ली पिताले मिसा चढाउनु हुँदैछ हाम्रो लागि। हाम्रो लागि चाहिँ एकदमै सौभाग्यको कुरा भयो त्यस्तो नयाँ ठाउँमा गएर मिसा बलिदान अटेन्ड गर्नु पायौँ। अन्त यहाँनिर हाम्रो लागि मिसा चढाउनु हुँदैछ होइन। त्यहाँदेखि मिसाको बाद चाहिँ हामी त्यहीँनिर तन्याङमै खानासाना छ भनेको थियो नि त। अन्त हाम्रो पहिलाको फादरहरू फादर जर्ज होइन, फादर क्रिस्पिन, फादर डन बस्को पनि भेटेको थियौँ। फादर जर्जले चाहिँ हामीलाई पढाउनु भएको नि त क्लास 4 हुँदा। अनि यहाँनिर मेरो पछि बहिनीहरू आउँदैछ। अब चाहिँ हामी कहाँ गएको भन्दाखेरि चाहिँ तन्याङको चर्च। अन्त यहाँनिर हाम्रो फादर क्रिस्पिन हुनुहुन्छ। सेन्ट पिटर चर्च रहेछ नाम चाहिँ साथीहरू। त्यहाँदेखि यहाँनिर गयौँ हामी होइन, मजाको रहेछ चर्च पनि। अन्त चर्चको कम्पाउन्डहरू पनि कस्तो राम्रो थियो, हरियाली यतापट्टि पनि मजाले प्लान्टहरू रोपेको थियो साथीहरू। त्यहाँदेखि यस्तो भित्र पसेको भित्र पनि कस्तो मजाको ठुलो थियो नि त होइन। उयो चर्च पनि मजाको रहेछ, एकदमै राम्रो लाग्यो मलाई चाहिँ चर्च। त्यहाँदेखि हामी चर्चबाट आएको बाद चाहिँ उतापट्टि हाम्रो लागि चाहिँ आजको लन्च चाहिँ त्यही थियो। के बनाएको थियो भन्दाखेरि चाहिँ भात होइन, पापड, दाल, अनि मेन हाइलाइट चाहिँ के थियो भन्दाखेरि चाहिँ सुँगुरको मासु। अनि यहाँनिर चाहिँ सबैजना लाइनमा बसेर चाहिँ खाना थापेर आयौँ। मेरो खाना देखेर तपाईँहरू छक्कै पर्नुहुन्छ होला साथीहरू, कस्तो भोक लागेको थियो नि त। अनि खाना खाएको बाद चाहिँ यहाँनिर भाँडा धुँदैछ होइन। यहाँ भाँडा धुनेमा चाहिँ हुनुहुन्छ भेरोनिका दी, बहिनीहरू पनि छ होइन 2जना। त्यहाँदेखि यहाँनिर चाहिँ फर्किँदाखेरि चाहिँ हामीलाई त्यस रोड न्यू रोडबाट होइन बाग्राकोट भएर फर्कायो। अनि यहाँनिर चाहिँ हामी यो बाग्राकोटमा सिलगढी यहाँनिर खाना खाएर चाहिँ फेरि फर्क्यौँ है हामी साथीहरू, कालिम्पोङतर्फ फर्क्यौँ होइन। यो चाहिँ देख्न सक्नुहुन्छ बाघपुल होइन। त्यहाँदेखि यहाँदेखि हामी फेरि रिटर्न हुँदैछौँ दार्जिलिङतर्फ। त्यहाँदेखि चाहिँ आजको ट्रिप चाहिँ एकदमै रमाइलो भयो है, सबै कुरा हुन सक्यो। हाम्रो पल्ली पिता सहपल्ली पिता गुरुबाबु सबैजनालाई धन्यवाद दिन चाहन्छु। अनि फर्किँदा चाहिँ यहाँ दार्जिलिङ घुम स्टेसनमा चाहिँ मैले यहाँनिर टोय ट्रेन आउँदै थिएछ र क्याप्चर गरिदिएको। त्यहाँदेखि योहरू हेर्नु सक्नुहुन्छ, यस्तो दामी थियो आजको बाटोहरू चाहिँ। सो सबैजनालाई फेरि पनि धन्यवाद दिन चाहन्छु। डोन्ट फर्गेट टु लाइक, सेयर, कमेन्ट। अनि सबैजनालाई फेरि पनि अर्को भिडियोमा भेट्नेछु भन्दै म बिदा लिन चाहन्छु। थ्याङ्क यू फर वाचिङ।